ब्याक टु रुटिन भनेपछि होइन अहिले चाहिँ धेरै पछि लगभग मेरो बिचमा अकोमोडेसन चेन्ज भएको कारणले गर्दा चाहिँ मलाई मेरो अलिकति रुटिन एन्ड टाइमिङमा अलिकति चेन्ज आएको थियो। त्यसमा चाहिँ हाम्रो अचानक अकोमोडेसन चेन्ज भयो अनि म दुबईमा बस्थेँ नि त। सो त्यति बेला चाहिँ फेसिलिटिजहरू धेरै कुराको थियो अनि अहिले चाहिँ यहाँ शारजामा पनि बस्नुको कारणले र टाइमिङहरू पनि अलिकति तलमाथि भइरहेछ के हरेक कुराको खानुको अनि सुत्नेदेखि लिएर ट्राभल धेरै गर्नुपर्छ नि त्यही भएर। तर इट्स ओके, पहिला पनि 6 आवर्स जति सुतेर मैले चाहिँ आफ्नो निड कम्प्लिट गरेर चाहिँ वर्कआउटहरू गर्ने गर्थेँ। अहिले पनि त्यति नै हुन्छ। अब आज चाहिँ मेरो अप्पर बडी वर्कआउट हो जसमा चाहिँ मैले फुल अप्पर बडी वर्कआउट ट्रेन गर्नेछु जहाँ चाहिँ बाइसेप, ट्राइसेप, सोल्डर अनि चेस्टको लागि 3 सेट पुसअप्स भेरिएसन लाउनेछु अनि सोल्डर प्रेस त्यसपछि ट्राइसेप गरेर नै आजको वर्कआउट फिनिस गर्नेछौँ त हामी है। सेट गर्छु म पहिला, त्यसपछि अनि अरूबाट यो पुसअप चाहिँ मेरो इधर मेरा भाइ अस्सलाम इधर लिए यो चाहिँ मेरो रुममेट्सहरू हो अनि हामी सँगै काम गर्छ। कम अन गाइस, यो अल्फा आउँदैछ। कहाँदेखि गाइस अल्फा? Which scooter is this? Back to मेरो पास्टमा सो मेनी थिङ्सहरू मैले मिस्टेक गरेको छ होइन। मेरो बडी बिगारेको थिएँ, मेन्टल्ली क्ल्यारिटी थिएन। गोल के छ त अब एउटा, पहिला टाइम म्यानेजमेन्ट थाहा थिएन, गोल के गराउनु थाहा थिएन। अब प्रपरली आफ्नो भिजन अनि आफ्नो टार्गेट अनि आफ्नो गोल मजाले देखिरहेको छ कि मलाई यो थाहा छ कि वेयर आई वान्ट गो होइन अनि वाट आई वान्ट टु डु। मेन भनेको त्यो कन्टेन्ट क्रिएसन अनि फिटनेस, दिस इज माई हबी एन्ड प्यासन होइन। तर मेरो प्रोफेसन अलग छ, मेरो प्रोफेसनमा सेक्युरिटी हो र बिस्तारै यसबाट प्रोग्रेस गर्दै गर्दै प्रोग्रेस ओभरलोड भन्ने हुन्छ नि, जस्तै फिटनेसमा पनि हामीले आफ्नो लोडहरूलाई ओभरलोड गर्दै प्रोग्रेस गर्दै गइरहेको हुन्छ। आफ्नो लाइफ अनि करियरमा पनि प्रोग्रेस ओभरलोड हुन्छ। सबै कुरा एकैचोटि झ्याप्प आउँदैन, डाइरेक्ट गरेर जिममा हामीले 20 किलो उठाउन सक्दैन नि, स्लोली हो। सो लाइफमा पनि त्यही नै हो, लाइफ भन्ने कुरा अप्स एन्ड डाउन्स आइरहेको छ, खराब नराम्रो भन्ने कुरा भइरहेको छ। आफूलाई मोटिभेट गर्दै अनि अघि लानु चाहिँ सक्नुपर्ने रहेछ क्या। सो मैले मेरो पास्टमा गरेका धेरै गल्तीहरूले अहिले चाहिँ मलाई धेरै कुराहरू सिकाएर चाहिँ काश मैले त्यो पहिले नै थाहा पाएको भए यति ढिलो हुँदैन थियो सुरुवात गर्नलाई भने। इट्स ओके बट आई स्टार्टेड होइन। प्लस फाइबर मसल माइन्ड पनि कनेक्सन हुन्छ होइन। यसको चाहिँ मैले 30 रेपिटेसन लगाउँछु। यसलाई चाहिँ दुईवटा कुरा ट्रेन गराउँछ, दुईवटा कुरालाई चाहिँ हिट गर्छ, मेरो इनर चेस्ट अनि मेरो ट्राइसेप। यसमा पनि टार्गेट भइरहेको हुन्छ अनि इनर चेस्टमा पनि टार्गेट भइरहेको हुन्छ। मजा लाग्छ मलाई चाहिँ यो हानिसकेपछि चाहिँ देन आई फिल द्याट आई डु चेस्ट वर्कआउट भनेर। लेट्स गो, गुड रेप ओन्ली या। अलराइट, खासमा रियल स्टोरी के हो भनेपछि हाम्रो कम्पनीले रुम चेन्ज गरिदियो कि अचानक। सो त्यहाँ भएको सबै मेरो सेड्युल, टाइमिङ, सबै कुराहरू त्यहाँ मेरो छुटेर आयो। त्यसपछि यहाँ आएर फेरि अलिकति सेड्युल हुन टाइम लाग्यो, सबै कुराहरू मिलाउन टाइम लाग्यो अनि यसो आफ्नो फिजिक्सलाई हेरेको, फिजिक्स पुरा बिग्रिरह्यो भने अनि हुँदैन यसरी होइन। म त्यो कृष्ण हो,
जो मैले म बन्न चाहन्थेँ। आजदेखि फुल कमिटमेन्ट अनि एभ्रिडे ट्रेनिङ गर्ने, माइक्रो न्युट्रिसनहरू ट्र्याक गरेर कति खाने, के खाने, कति इज माई फ्रेन्ड रोनी। चाहिँ फर्स्टमा चाहिँ म ट्राइसेप गर्छु, त्यसपछि अनि ट्राइसेप पछि सोल्डर। ट्राइसेप र सोल्डरलाई चाहिँ एकैसाथ गर्दैन, पहिला चाहिँ ट्राइसेप गर्छु। ट्राइसेपमा चाहिँ मेरो मेन वर्कआउट फर्स्ट रहेको छ ट्राइसेप ओभर एक्सटेन्सन। यसले चाहिँ फुल मेरो ट्राइसेपको स्ट्रेच गर्छ, कन्ट्रोल अनि स्लो। 15 रेपिटेसन इच आर्म्सको होइन। जब ट्रेनिङ गरेर एउटा जुन मोटिभेसन र जुन सेटिस्फ्याक्सन मिल्छ नि, त्यो अलग हुन्छ। चाहिँ यो 1 महिनामा मैले के फिल गरेँ भनेपछि के रहेछ त मैले गर्न चाहेको, मेरो रुचि केमा रहेछ भनेको, त्यो भनेको फिटनेसै रहेछ के। मैले जब यो गर्दै गयो, जब मेरो शरीर तात्दै गयो अनि मलाई फिल हुँदै गयो यस मेरो रुचि, मलाई खुसी दिने कुरा भनेको यही नै रहेछ होइन। फाइनल वर्कआउट रहेको छ मेरो सोल्डर अनि ट्राइसेपको अझै बाँकी छ। भ्याउँछु म, भ्याएरै सुत्छु होइन। 15 रेप ओन्ली। गुड। गुड रेप। Good job only. All right. Good rep only. Good rep. Good rep. Good rep. Good rep. प्रोफेसन र टाइमिङले चाहिँ रोक्दैन। यदि मसँग एउटा मोटिभेसन छ, मोटिभेसन भन्दा पनि डिसिप्लिन अनि एउटा के गर्छु भन्ने चाहना छ भनेपछि मेरो टाइमिङले रोक्दैन। मैले एभ्रिडे 12 आवर्स ड्युटी गर्छु। समटाइम्स मेरो 10 घन्टा जति स्ट्यान्डिङ हुन्छ अनि बाँकी चाहिँ हल्का रेस्ट मिल्छ। बिहानै उठ्नुपर्छ 4:30 बजे, 4:40सम्म 50सम्म मलाई। अनि यहाँदेखि ट्राभल गरेर शारजादेखि पाम जुमेरा ट्राभल गर्न इट्स नट इजी होइन। इभन त म यति धेरै ट्राभल गर्ने ड्युटी अनि सबै गरेर पनि मैले आफ्नो टाइम पुरा म्यानेज गरिरहेको छु। किनकि मैले स्क्रोलिङ गर्न छोडेको छु, मैले फाल्तु कुराहरू गर्न छोडेको छु, म पार्टी गर्न छोडेको छु। फोकस अन मी। मैले आफूमाथि फोकस गरेको छु। मेरो फिजिक्स, मैले कस्तो फिजिक्स चाहन्थेँ त्यो माथि, मेरो गोल के छ त्यो गोलमाथि, अनि मेरो टाइमिङ के छ, मेरो रिकभरी टाइमिङ, मेरो सुत्ने टाइमिङ के छ त्यो माथि, र सबभन्दा मेन फोकस भनेको मेरो करियरमाथि। अर्ली 30sमा यदि करियर बनाउन सकेन भनेपछि डिस्ट्रोय हुन्छ के, पुरै फ्युचर डिस्ट्रोय हुन्छ। अनि त्यसलाई रिकभर गर्दा आधा उमेर गइदिन्छ, जवानी सकिन्छ, बुढेसकालमा अनि जिन्दगी सकियो। त्यो चाहिँ मैले चाहना। काश मैले यो कुरा पहिल्यै सिकेको भए, मेरो 16sमा म टिनेजर हुँदा सिकेको भए धेरै राम्रो हुन्थ्यो। त्यो बेलामा मलाई दिदीले राम्रोसँग सिकाएको भए धेरै राम्रो हुन्थ्यो। थ्याङ्क गड टाइममै मैले धेरै कुराहरू बुझेर धेरै कुराहरू चेन्जेस आइरहेको छ लाइफमा। मेरो पास्ट एकदमै खराब थियो। मैले एक दिन पास्टको बारेमा पनि भिडियो बनाउने छु। लुगाहरू धुनु पनि छ, के गर्नु छ, हामी गर्छौँ है त। डु चेस्ट वर्कआउट भनेर। लेट्स गो। गुड रेप ओन्ली। या एकदमै राम्रो। बेस्ट भन्दा नि बेस्ट। मेरो अलवेज फेभरेट ठाउँमा पर्छ जिम भनेको। यदि जिम छैन र अप्सन छैन तपाईँसँग जिमको भनेपछि ब्रो पुसअप फ्री छ। 1 पेयर डम्बेल ल्याउनु,
धेरै पर्दैन, 30-35 दिराममा आइहाल्छ। 20-21 दिराममा पुसअप प्याड आउँछ। जो होमवर्कआउट पनि गर्नु मिल्छ, जसले चाहिँ तपाईँको चाहिँ एउटा माइन्ड सेटलाई चाहिँ अलवेज त्यहाँनिर चाहिँ यसले के राखिदिइरहेको छ भनेपछि मेरो ट्रेनिङ छ यार। पोस्ट वर्कआउट मिलमा चाहिँ मेरो यहाँ सोया चङ्क, मुङको दाल, 2वटा खजुर, अनि यहाँ चाहिँ मेरो के भन्छ अरे यार अरू नट्सहरू छ क्या, अस्ति दिदाले ल्याइदिएको थियो। सो त्योबाट चाहिँ यो 2टा ओखर। पचेन भने टेन्सन हुन्छ। ला फर्स्ट टाइम यत्रो मिल खाँदैछु। 5वटा काजु अनि 5वटा बदाम। मैले चाहिँ पहिला चाहिँ पोस्ट वर्कआउटमा चाहिँ वे प्रोटिन खाने गर्थेँ। यो फर्स्ट टाइम मैले यसरी यो खाँदैछु। योमा चाहिँ क्यालोरी पनि त्यति धेरै छैन, 400 ग्राम जति होला। प्रोटिन लगभग 15 ग्राम टोटल होला। फ्याट चाहिँ अलिकति धेरै छ किनकि दाल पनि छ यहाँ अनि नट्सहरू पनि छ। ओभरअल गुड मिल भयो यो हैन। कम्प्लिट कार्ब्स छ, फाइबर छ, प्रोटिन छ, फ्याट छ अनि आइरन पनि छ, डेट्समा सुगर सबै छ। सो मेरो मिल चाहिँ यही हो, फाइनल मिल चाहिँ मैले यो गर्दैछु। अब हेरौँ यसरी चाहिँ मैले आफ्नो ट्रान्सफर्मेसन कतिको गर्न सक्दो रहेछु है। एभ्री विक चाहिँ मैले भिडियो हाल्छु।